यलय बाडेगामे दुगु श्री बुद्ध माध्यमिक स्कुले मानसिक स्वास्थ्य लिसे मस्तेगु यौन दुर्व्यवहार सचेतना ज्याजो जुगुदु शुक्रबार जुगु ज्याजोले मस्तेगु सुरक्षा तकया लिपाङु इले चिन्ता अपयाचंग अवस्था मस्तेद थगु शरीर अधिकार बारे जानकारी बिजित सुनानो अनुचित व्यवहार यागु खण्डे विश्वासिलो मनोयत निदर्जिया जानकारी याकेत प्रोत्साहन यामागुरका सचेतना बिगु ख। नमस्ते, म बेन्जी श्रेष्ठ मुखिया अर्निको एल्युमनाई एसोसिएसनको अध्यक्ष। यो आजको हाम्रो यो बुद्ध माध्यमिक विद्यालयमा हामीले चाहिँ नि मेन्टल हेल्थ एन्ड चाइल्ड सेक्सुअल एब्युज अवेरनेसको क्लास चाहिँ नि हाम्रो अन्तर्दृष्टि संस्थाको सहयोगमा हामीले यो बुद्ध माध्यमिक स्कुलमा हामीले गर्न गइरहेको थियौँ। यो अवेरनेस क्लास चाहिँ नि हामीहरूलाई चाहिँ नि अहिलेको जल्दो बल्दो स्थितिमा बालबालिकाहरूलाई स्कुलको सानोदेखि नै ठुलोसम्मको लागि अवेरनेस क्लास भनेको ब्याड टच गुड टचदेखि लिएर आफ्नो शारीरिकको तथा मानसिकको लागि कसरी हामीले बुझ्नुपर्छ, बच्चाहरूलाई कसरी अवेरनेस गर्नुपर्छ भन्ने विषयको लागि नै हामीले महत्त्वपूर्ण ध्यानहरूको लागि यो क्लास हामीले सञ्चालन गरेका थियौँ। यो क्लासको लागि चाहिँ नि हाम्रो उद्योग वाणिज्य महासङ्घ तपाईको ओडा कार्यालय तथा नगरपालिकाको अन्तर्गत हामीले यो कार्यक्रम अन्तर्दृष्टिले सञ्चालन गर्नुभएको छ। यसको लागि चाहिँ नि हामीलाई पहिलादेखि नै हामीले गर्ने कोसिस गरिरहेका थियौँ, अहिले हामीले सञ्चालन गरेका छौँ। अब त्यही सबैजनाले बुझ्नुपर्ने बालबालिकाहरूको लागि मेन अहिले र हाम्रो अहिले सोसाइटीमा कस्तो भइरहेको छ, बच्चाहरूले अब किन हामीले बोलिरहेको छैन, अब एब्युज भइरहेको छ तर बोल्न सकिरहेको छैन, त्यो किन हामीले त्यसको आवाज उठाउनको लागि स्पिक आउट गर्नुपर्छ भन्ने स्थितिले नै हामीले यो कक्षा सञ्चालन गरेका छौँ। अब यसले गर्दाखेरि हामीले पछि पनि यस्तै क्लासहरू गर्ने हाम्रो एएकेकोले अर्निको एसोसिएसनले गर्ने हाम्रो कुरा भइरहेको छ। नमस्ते, म रजनी भारती, म अन्तर्दृष्टि नेपालको चाहिँ कर्मचारी। आज बिजु दिदी उहाँ अरण्यको एक्स स्टुडेन्टको अलमनाईबाट चाहिँ हामीलाई चाहिँ यो बुद्ध माध्यमिक विद्यालयमा चाहिँ उहाँले चाहिँ एउटा चाहिँ क्लास कक्षा चाहिँ सञ्चालन गरिदिनु भन्ने अनुरोधमा चाहिँ हामी र हाम्रो टिम चाहिँ अन्तर्दृष्टिबाट चाहिँ यहाँ आएका छौँ। अहिले जुन दिदीले भन्नुभयो, अहिलेको समाजमा चाहिँ बालबालिकाहरूलाई चाहिँ यो यौन दुर्व्यवहार सम्बन्धी शिक्षा दिनु र मानसिक स्वास्थ्यको बारेमा चाहिँ सचेत गराउनु एकदमै जरुरी छ। त्यसको लागि चाहिँ हामीले चाहिँ यसरी क्लासहरू हामीले सञ्चालन गर्दै नै आइरहेका छौँ। हामीले काठमाडौँ अधिराज्यभरिको थुप्रै विद्यालयहरूमा, ललितपुरमा थुप्रै विद्यालयहरूमा चाहिँ हामीले चाहिँ यस्तो कक्षा सञ्चालन गर्दै आइरहेका छौँ। यसै क्रममा चाहिँ आज उहाँहरूको अनुरोधमा हामी यो विद्यालयसम्म पनि आइपुगेका छौँ। जस्तो हामीले कक्षा लिनेमा चाहिँ सानो बच्चाहरूदेखि सबै 18 वर्ष मुनिका सम्पूर्ण बालबालिकाहरू समुदायहरूमा सबैमा हामी जाने गर्छौँ र विद्यालयमा भएका बालबालिकाहरूलाई चाहिँ हामीले गुड टचदेखि लिएर चाहिँ यौन दुर्व्यवहार के हो, दुर्व्यवहार के हो र यसले चाहिँ पार्ने मानसिक अवस्थाहरूको बारेमा चाहिँ हामीले विस्तृत रूपमा छलफल गर्छौँ। हाम्रो यो सेसन 2 घण्टाको चाहिँ म्याक्सिमम भयो भने हामीलाई चाहिँ एकदम राम्रो हुन्छ। त्यसमा चाहिँ हामीले दुर्व्यवहारको बारेमा उनीहरूलाई सचेत गराउनेदेखि लिएर त्यसबाट कसरी बस्न सक्छ, त्यो कसरी आइडेन्टिफाई गर्ने कुराहरूदेखि लिएर नेपालको अहिलेको हाल कानुनी व्यवस्थाको कुरादेखि लिएर होइन सहयोग गर्ने कहाँ चाहिँ हामीले सहयोग पाउन सक्छौँ भन्ने सहयोगी निकायहरूको बारेमा पनि हामीले चाहिँ विस्तृत रूपमा छलफल गर्छौँ र मनोपरामर्श सेवाबाट चाहिँ यो मानसिक स्वास्थ्यको समस्या चाहिँ धेरै हदसम्म चाहिँ कम हुन सक्छ भन्ने कुरा पनि हामीले एउटा पूर्ण प्याकेजै बनाएर चाहिँ बच्चाहरूलाई चाहिँ दिँदै आइरहेका छौँ। यसै क्रममा आज हामीले यहाँ पनि दियौँ र हाम्रो हिसाबमा चाहिँ यो चाहिँ एकदम प्रभावकारी पनि रह्यो होला। यस्तै कक्षाहरू चाहिँ उहाँले फेरि सञ्चालन गर्नुपर्छ भन्ने चाहिँ अहिलेको हाम्रो प्रिन्सिपल सरले पनि भन्नुभएको छ। उहाँको अनुरोधमा हामी फेरि पछि पनि हामी आउन सक्छौँ।